कपाल खोल्दै गर्दा दिनभरि बाँधिएको मेरो चिन्ता, मेरो रिस, मेरो मौनता पनि खोल्दैछु। अनुहार धोए जस्तै मन पनि धुन पाए कति राम्रो हुन्थ्यो है, जहाँ कुनै ईर्ष्या नहोस्, कुनै गुनासो नहोस्, कुनै नकारात्मकता नहोस्। लिपस्टिक पुस्दै गर्दा म आफ्नो बोली सम्झन्छु, कतै यसले आज कसैलाई दुःख त दिएन। अनि गाजल पुस्दै गर्दा म आफ्नो नजर सम्झन्छु, कतै आज यसले कसैलाई हेपेर त हेरेन। भनिन्छ जस्तो कर्म गर्यो त्यस्तै फल पाइन्छ, तर रातले सधैँ मलाई सिकाउँछ फल भोलि पाइन्छ, तर हिसाब आजैबाट सुरु हुन्छ। आज म आफ्नो कर्मसँग एक कप शान्ति पिउँदैछु। सोच्छु आज मैले कसैको दिनमा उज्यालो ल्याएँ कि अन्धकार थपिदिएँ। आज मैले प्रेम बाँडे कि झन् पीडा थपिदिएँ। आज मेरो मौनता कसैको आँसुको कारण त बनेन। हामी अक्सर सोच्ने गर्छौँ कि मैले त केही गल्ती गरेकै छैन, तर कहिलेकाहीँ अरूको पीडालाई नजरअन्दाज गर्नु पनि कर्म नै हो। मलाई थाहा छ आजको रात मैले आफूलाई